हेलो एन्ड नमस्ते, स्वागत छ यहाँलाई कुलिनरी आर्टिस्ट कुकिङ च्यानलको अर्को नयाँ एपिसोडमा। आजको भिडियो स्यालेडको धेरै रेसिपीहरू मध्ये ग्रीक स्यालेडको रहेको छ। यसको साथमा भेनिग्रेट ड्रेसिङ सर्भ गरिएको छ। होटल तथा रेस्टुरेन्टको कन्टिनेन्टल मेनुमा प्राय ग्रीक स्यालेडलाई समावेश गरिएको हुन्छ। यसै अन्तर्गत रहेर घरमै पनि सजिलै बनाउन सकिने ग्रीक स्यालेड कसरी बनाउने विस्तृतमा जान्न चाहनुहुन्छ भने भिडियोको अन्त्यसम्म रहिरहनु हुन अनुरोध गर्दछु। ग्रीक स्यालेड बनाउनको लागि मुख्य इन्ग्रेडियन्ट्सहरुमा क्याप्सिकम, अनियन र क्युकम्बर रहेको हुन्छ। साथमा ओलिभ्स, चेरी टोमेटो र लेट्युसको प्रयोग गरिएको हुन्छ, जहाँ लेट्युसलाई साधारणतया बेसको रूपमा प्रयोग गरिएको हुन्छ। ड्रेसिङको रूपमा भेनिग्रेट ड्रेसिङ र गार्निसको रूपमा फेटा चिज र ड्राई ओरिगानो रहेको हुन्छ। माथि उल्लेखित सबै भेजिटेबल्सहरूलाई राम्रोसँग पखाली डिजायर्ड शेप र बाइटेबल साइजमा काटिएको छ। लेट्युसलाई राम्रोसँग पखाली स्यालेड ड्रायरमा राखी ड्राई गरिएको छ। यसले ड्रेसिङ मिक्स गर्दा छुटिनुबाट बचाउँछ, साथै लिम्प हुनबाट पनि बचाउँछ। भेनिग्रेट ड्रेसिङ बनाउनको लागि ओइल, भिनेगर र डिजन मस्टार्डको प्रयोग गरिएको छ, जहाँ चप गार्लिक र मस्टार्ड पेस्टमा थोरै भिनेगर राखी ओइल लाग्दै विक्स गरिएको छ। साधारणतया ओइल र भिनेगर एक आपसमा मिक्स नहुने भएकोले इमल्सिफायरको रूपमा मस्टार्ड पेस्टको प्रयोग गरिएको छ, जुन प्रोसेसलाई इमल्सिफिकेसन भन्ने गरिन्छ। भेनिग्रेट ड्रेसिङ बनाउँदा साधारणतया ओइल र भिनेगरको रेसियो 3:1 रहने गर्दछ। अन्त्यमा डिजायर्ड कन्सिस्टेन्सीमा आइसकेपछि सल्ट, पेपर, ड्राई हर्ब्स प्रयोग गरिन्छ र टेस्टलाई ब्यालेन्स गर्न सुगरको प्रयोग गर्न सकिन्छ। स्यालेडको मुख्य पार्ट्सहरुमा बेस, बडी, ड्रेसिङ र गार्निस रहेको हुन्छ। ग्रीक स्यालेडलाई एपिटाइजर डिशको रूपमा सर्भ गर्ने गरिन्छ।
सबै इन्ग्रेडियन्ट्सहरू तयार भइसकेपछि एउटा मिक्सिङ बाउलमा सबै इन्ग्रेडियन्ट्सलाई राखी ड्रेसिङसँग मिक्स गर्नु पर्दछ र प्लेटिङ गर्दा सबै इन्ग्रेडियन्ट्सहरू भिजिबल हुने गरी हाइट दिएर भिडियोमा देखेको जसरी नै प्लेटिङ गर्न सकिन्छ। कन्टिनेन्टल सलाडहरुमा ग्रीक सलाड, सिजर सलाड, रसियन सलाड, मिश्र सलाड, केपेसी सलाड, कोल्स्लो सलाड साथै सिजनल गार्डन सलाडहरु धेरै चल्ने गर्दछ। माथि उल्लेखित सलाडको बारेमा जान्न चाहनुहुन्छ भने मेरो पुरानो भिडियोहरु क्लिक गरी हेर्न अनुरोध गर्दछु। साथै भिडियोहरु मन परेमा लाइक, शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु अनुरोध गर्दछु। अर्को भिडियोमा कुनै नयाँ डिस लिएर बसिनेछु। तबसम्मको लागि किप वाचिङ कुलिनरी आर्टिस्ट कुकिङ च्यानल। बाइ बाइ एन्ड सी यू।